यहाँ फेरि अर्को कोट आइपुग्यो हामी इजिप्ट कोटमा हामी पस्दैछौँ फेरि हेर्दै गर्नुहोस् इजिप्ट कोट यहाँनिर चाहिँ डिजाइनहरू यसरी गरेको छ मलको है जग्गा जग्गा पर्फ्युम भयो होइन स्पेसली पर्फ्युमको दोकानहरू चाहिँ पुरा छ क्या इभन बटुका मलमा चाहिँ पर्फ्युमै बेसी छ पर्फ्युमै मात्रै हो अन्त इजिप्ट कोटमा हामी एन्टर गरिसकेका छौँ ल हेर्दै जानुहोस् इजिप्ट कोट हेर्नुहोस् है यस्तो छ है यसरी डिजाइनहरू गरेको छ आर्किटेक्चर है यसरी बनाएको छ यी डिजाइनहरू इन्टेरियर डिजाइन दामी बनाएको रहेछ हेर्दै जाउँ फेरि के भेट्छ है साथीहरू यो नै हो इजिप्ट कोट हेर्दै जानुहोस् साथीहरू मन पर्यो होला है यस्तो इन्ट्रेस्टिङ कुराहरू लिएर आउने छु है दामी जग्गाहरू तपाईँहरूलाई एक्सप्लोर गराउने छु प्लिज लाइक माई भ्लग कमेन्ट सेयर अनि फलो गरिदिनु भुल्नु होला है यो चाहिँ अहिले हामी इजिप्ट कोटमा छौँ यहाँ अलिकति तपाईँलाई म सानो यो देखाउन चाहन्छु हेर्नुहोस् यस्तो छ यहाँ चाहिँ सरिरहन्छ यो घुमिरहन्छ हो घुमिबस्छ यो चाहिँ अब उहिलेको है पहिलाको शताब्दीमा धेरै वर्ष अगाडि अब यस्तो सिस्टमहरू केही थियो होला होइन इजिप्टतिर त्यही कारण यो अहिले यसरी बनाइदिएको छ इबन बतुता मलमा हेर्नुहोस् हेर्दै गर्नुहोस् साथीहरू हेर्दै गर्नुहोस् होला स्किप नगरिकन अहिले हामी भने टिम्बरल्यान्डको सोरुममा छौँ है यहाँनिर चाहिँ बोट हेर्नुहोस् यी साथी देखाइदिए त छौँ टिम्बरल्यान्डको बुट रहेछ स्नेक प्रिन्ट ओभर दामी नै हो बोट चाहिँ कलर पनि यस्तो दामी हेर्नुहोस् यी टिम्बरल्यान्ड हेभी दाम पनि फेरि दामी नै रहेछ नि त हो अब यी हाम्रो सेपहरू हेर्नुहोस् है अब बुट लभरहरू है जसले हाम्रो दार्जिलिङतिर त चिसो हुन्छ होइन दार्जिलिङ अब भयो होइन कालिम्पोङ भयो सिक्किमतिर त चिसो हुन्छ हेर्नुहोस् अब मन पऱ्यो होला तपाईँहरूलाई है जाडोमा लाउने टाइपको रहेछ दामी आमा यो पनि दामी रहेछ यी कलर कम्बिनेसन बुटको एकदमै दामी मन पऱ्यो है साथी दामी दर्शक वृन्द फेरि पनि हामी घुम्दै आयौँ टुनिसिया कोट आइपुग्यौँ टुनिसिया कोट हेर्नुहोस् ओभरै मजाको रहेछ नि त यता आइज क्यारी फोर त्यो साइड है टुनिसिया कोट हेर्नुहोस् मलभित्रै छ यस्तो डिजाइनहरू चाहिँ हो अलराइट आई विल कम लेटर जस्ट वेट आई एम कमिङ इन्शाल्लाह हेर्नुहोस् टुनिसिया कोट रहेछ यो चाहिँ आर्किटेक्चर डिजाइनहरू हेर्नुहोस् है एकदमै मजाको बनाएको रहेछ ऊ पर जुन एकछिन ऊ पर दामी रहेछ आइज त
दामी बनाएको रहेछ हेर्नुहोस् है यहाँनिर तपाईँलाई टुनिसिया कोटको आर्किटेक्चर हल्का देखाउँछु है इन्टेरियर डिजाइन आमा हेर्नुहोस् यो चाहिँ टुनिसिया कोट इन इबन बतुता मल दामी इट्स ब्युटिफुल एक्जिट पार्किङ ल के गर्नु जानु पार्किङ गइकन आइज न ए यो चाहिँ टुनिसिया कोटको हो है र हेर्दै जानुहोस् यस्तो यस्तो इन्ट्रेस्टिङ कुराहरू है अहिले भने हामी सन एन्ड साइन्स स्पोर्ट्सको सोरुममा आएको छौँ है सन एन्ड साइन्स स्पोर्ट्स अन्त एकदमै यहाँ चाहिँ दामी दामी लुगाहरू जुत्ताहरू पाउने गर्छ ब्रान्डको है यहाँ साथीले न्युयोर्कको क्याप ट्राई गरिरहेको छ 100 सोम दामी दामीदेखि दामी दामी क्याप लभर्स है जसले क्यापहरू लगाउनु रुचाउनुहुन्छ उहाँहरूको लागि दामी दामी रहेछ कन्भर्स न्यू ब्यालेन्सहरू छ यहाँनिर एकदमै दामी दामी जुत्ताहरू छ सन एन्ड साइन्स स्पोर्ट्स है इभन बतुता मलमा हेर्नुहोस् है सबै ब्रान्डको यहाँ चाहिँ आफ्नो आफ्नो स्टल छ है एकदमै ब्रान्डेड सामानहरू पाउँछ हेर्दै गर्नुहोस् साथीहरू अर्को कोट आइपुग्यो फेरि इन्डोल्सिया कोट भन्दो रहेछ है यो चाहिँ अहिले प्रेजेन्टली चाहिँ स्पेन हो है इन्डोल्सिया भनेको चाहिँ साउदर्न स्पेन हेर्नुहोस् डिजाइन मजाको बनाएको रहेछ है हाम्रो फाइनल कोट इन्डोल्सिया चाहिँ अहिले प्रेजेन्टली चाहिँ स्पेन भन्छ होइन साउदर्न स्पेन प्रेजेन्टली चाहिँ अहिले स्पेन हो डिजाइनहरू यहाँको पनि दामी रहेछ है मजाको बनाइदिएको रहेछ है तपाईँलाई मैले 6वटा कोट देखाएँ जो चाहिँ इबन बतुताले मोरोक्कन ट्राभलर्सले भिजिट गरेको थियो त्यो टाइममा एन्सियन्ट टाइममा है हेर्नुहोस् दामी मजाको बनाएको रहेछ हेर्दै जानुहोस् साथीहरू हेर्दै गर्नुहोस् है साथीहरू मेरो भ्युवर्स मेरो फलोवर्सहरू ज्वेलरीको दोकान रहेछ यहाँनिर यिनीहरूले कतिवटा मैले अघि सोधेको थिएँ है कतिजना ज्वेलरी दोकानतिर खिच्नु दिँदैन यिनीहरूले भिडियो गर्नु दिँदैन है बाहिरबाट चाहिँ दिन्छ हेर्नुहोस् डिजाइन एकदमै दामी बनाएको छ यो मल है अझै तपाईँलाई देखाउन चाहन्छु एकदमै दामी डिजाइनको अझै बनाएको छ है घुम्न बाँकी नै छ साथीहरू डोन्ट स्किप द भिडियो स्किप नगरी हेरिदिनुहोस् होला प्लिज है यहाँनिर रिबोकको सोरुम रहेछ हेर्ने एकपल्ट रिबोकमा पस्ने हुन्छ हामी रिबोकमा एकछिन चेक गर्छ यहाँ है के रहेछ साथी कस्तो लाग्यो जुत्ता दामी रहेछ जुत्ता मजाको छ जुत्ता त होइन यता चाहिँ अब हामी लाउने टाइपको छ
स्पोर्टी लुक्स है स्पोर्टी लुक्स अब योपालि चाहिँ यसो स्पोर्टी लुक्समा जाउँ भनेको होइन त्यो हेर्दैछु अब हेर्दै जाउँ अझै धेरै छ यहाँ कलेक्सनहरू हेर्दै जाउँ होइन त रनिङ सुजहरू हेर्दै जाउँ यहाँ साथीले एउटा जुत्ता पनि हेर्दैछ है अन्त रिबोकको त दामी दामी रहेछ नि त अन्त हेर्नुहोस् न आमा कलेक्सन रहेछ कलेक्सन दामी दामी रिबोकको दाम त्यति महँगो पनि छैन है एकदमै रिजनेबल त्यति महँगो पनि छैन रहेछ रिजनेबलै हो जुत्ताहरू एकदमै स्पोर्ट्स लुक्स है स्पोर्टी टाइपमा स्पेसली रनिङको लागि चाहिँ एकदमै दामी 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 रहेछ दामी दामी मन पर्यो अझै हेर्दै जाउँ होइन यो ब्ल्याक पनि राम्रो रहेछ है ब्ल्याक यो मजाको रहेछ हो दामी दामी रहेछ यो डिजाइनहरू मजाको है यो ओरेन्ज हेर्न है ओरेन्ज पनि मजाको लागेन ए रनिङ सु हेर्दा यो दामी लाग्यो मलाई दामी दामी रहेछ जुत्ताहरू है कलेक्सन्स एकदम दामी दामी टी सर्टहरू भयो होइन स्पेसली रिबोक चाहिँ अब स्पोर्ट्सको लागि है एकदमै राम्रो हुन्छ नि त होइन मेन्स कलेक्सन वुमेन्स कलेक्सन्स है लाइक पुलोभरहरू भयो होइन ट्राउजरहरू भयो टी सर्ट्सहरू भयो एकदमै कम्फर्टेबल पनि हुन्छ है रिबोकको चाहिँ र हेर्दै जानु साथीहरू फेरि पनि अर्को सोरुम देखाउन चाहन्छु है हेर्दै गर्नुहोस् के भेट्छ यहाँनिर अहिले हामी घुम्दा थाकेर भोक पनि लाग्यो तिर्खा पनि लाग्यो है म्याकडोनल्ड्समा अहिले हामीले केही खानेकुराहरू अर्डर गऱ्यौँ र खानेकुराहरू अर्डर गरेर चाहिँ आउँदैछ खानेकुराहरू रेडी हुँदैछ ओके साथीहरू हामी खान बसेको अब है मेरो राख साथी अब खानु छ भोक लाग्यो ल साथीहरू अहिले सी यू लेटर ल साथीहरू हामी चाहिँ खानु बस्यो है बर्गर फ्राइज अन्त बिभरेज मगायौँ कस्तो भयो मिठो भोक लागेको बेलामा अब है मिठो लाग्छ सबै कुरा हुन्छ साथीहरू इन्जोय गर्नु लेट अस इन्जोय